लासो नमस्कार। आज चाहिँ म यसो बजारतिर देखि आज हिँड्दैछु होइन, भ्लग बनाउने क्रममा पुरानो घर हेर्नुहोस्, कति राम्रो सुन्दरता भरेको छ यो घरले होइन। आधुनिक कतिजनाले नेपाली फिल्म युगदेखि युगसम्म हेर्नुभएको छ। युगदेखि युगसम्मको फिल्म सुटिङ चाहिँ यहाँ लास्टको सिन चाहिँ यहाँ थियो। अहिले चाहिँ यो खानीले पुरै खाइसकेको थियो। यो भिर पाखा कुकुरले निउँ खोजेको अवस्था। आइज आइज आइज, यो चाहिँ भन्ज्याङ जोडिने बाटो। म चाहिँ उकालो चढ्दैछु। पारीभित्रको भ्युजहरू चाहिँ अवलोकन गराउँछु। हल्का पसिना ताउनी नै भयो होइन, उकालो लाग्दैछु। यस्तै हो उकालोको बाटो लाग्दै जाँदाखेरि पसिना किन नआउला त। यति डाँडामा कुहिरो आउन सुरु भयो। हेर्नुहोस् कति राम्रो दृश्य। राम्रो फुल फुलिरहेको छ हेर्नुहोस् त। यो फुललाई चाहिँ के फुल भन्छ है सबै साथीहरूले कमेन्ट गर्नु होला। यो चाहिँ माधे खोलाको लास्ट घर हो। त्यहाँदेखि मासतिर मात्रै उस्तो एउटा देखियो। गत 81को वर्षको कारण त्यो दक्षिण ललितपुर जाने विद्युतको पोल हो। यस्तो ढल्किरहेको अवस्था। यहाँको प्राधिकरणलाई जानकारी छ छैन, यो पोल चाहिँ अलि दरतालले राम्रो मजबुत चाहिँ बनाउनु आवश्यक लाग्यो। यहाँ पनि यस्तै छ। ल हेर्नुहोस्, यो पोलले त रुख छोला जस्तै भइसकेको रहेछ। यसलाई चाहिँ जानकारी रहोस् होइन। यहाँको तारहरू चाहिँ तर केवल तार पाइप लगाएर चाहिँ उडाएको छ होइन, राम्रो धेरै गर्नुपर्छ। तर यो पोलहरूलाई चाहिँ अलिक सोझ्याउनु पाए राम्रो हुन्थ्यो कि भनेर चाहिँ मैले मेरो टिभी ब्लगबाट चाहिँ हजुरहरूलाई जानकार गरेँ। यो चाहिँ निकायसम्म चाहिँ पुगोस् र ध्यानकर्षण छोड्स भन्ने चाहिँ मेरो एउटा धारणा। आज यो बाटो चाहिँ यात्रा गरौँ के रहेछ भनेर चाहिँ मैले यात्रा गरेको। हेर्नुहोस् यस्तो छ, यस्तो छ हेर्नुहोस्। यहाँबाट यस्तो ढल्किरहेको छ। यसलाई चाहिँ कुनै सपोर्ट पनि देखिन्न। सपोर्ट रुख लगाइदिएको रहेछ तर अलि राम्रो लागेन। सुझाउनु पर्ने देखिन्छ। हाम्रो बस्ती आइपुगेको अवस्था के गर्नु। हाम्रो बस्ती भनेर जहिले हाल्न मन चाहिँ लाग्छ, तर बुढामना यो हो कि 81को बाढीले ढलेको घर चाहिँ जहिले देखाउँ लाग्छ। हेर्नुहोस् त यस्तो भइरहेको छ, के गर्नु होइन। ल हेर्नुहोस् यस्तो छ अवस्था। यस्तो राम्रो बस्तीको रहेको एउटा नमुना भएर बसिरहेको छ।